आज तपाईलाई म रिचार्ज कार्ड कोट्याउँदा कुनै अङ्कहरू मेटियो भने त्यो रिचार्ज कसरी गर्ने भन्ने कुरा सिकाउँदै छु। त्यसको लागि सबैभन्दा पहिला तपाईहरुले मोबाइलको होम स्क्रिनमा जाने, त्यहाँ गइसकेपछि गुगल ट्याब गर्ने, गुगलको सर्च बारमा www.ntcpinrecover.com सर्च गर्ने। त्यसपछि तपाईहरुको अगाडि एउटा पेज खुल्छ, एन्टी रिचार्ज कार्ड सपोर्टर भन्ने, त्यसमा ट्याब गर्ने। त्यसपछि तपाईको अगाडि एउटा फर्म खुल्छ, त्यो फर्ममा सर्भिस टाइपमा सबैभन्दा पहिला सर्भिस टाइपमा GCM/CDMA प्रिपेडमा टिक लगाउने। त्यसपछि सर्भिस नम्बर छ, जुन नम्बर रिचार्ज हाल्नुपर्ने हो, यहाँ त्यो नम्बर राख्ने। त्यसपछि स्क्रल गरेर जाने, सेलर नम्बर भन्ने छ, जुन रिचार्ज कार्डको मुनि 1125 बाट सुरु भएको हुन्छ, त्यो कार्ड राख्ने, त्यो कार्डको सिरियल नम्बर राख्ने। त्यो भन्दा मुनि रिचार्ज कार्डमा भएको पिन राख्ने। जुन ठाउँमा तपाईको स्क्रैच भएको छ, अक्षर चिनिएको छैन, त्यहाँ स्टार राख्ने। र त्यो भन्दा मुनि स्क्रल गरेर जाने, तल क्याप्चामा तल दिएको कोडलाई माथि जस्ताको जस्तै राख्ने र भेरिफाई गरिदिने। यति गरिसकेपछि तपाईको यही फर्मको माथि टपमा कन्फर्म भन्ने अप्सन आउँछ। यदि तपाईले भर्ने बेला कुन ठाउँमा गल्ती गर्नु भएको छैन भने कन्फर्ममा टच गर्ने, तपाईको रिचार्ज भइसकेको हुन्छ।